हेलो साथीहरू, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी संविधानको पार्ट 2 को बारेमा छलफल गर्छौं। त्यसै मैले मेरो अघिल्लो भिडियोमा संविधानको परिचय र संविधानको भाग 1 को प्रारम्भिक मैले पढाइसकेको छु। यदि तपाईहरुले त्यो भिडियो हेर्नुभएको छैन भने तपाई मेरो युट्युब च्यानलमा गएर पार्ट 1 हेर्न सक्नुहुन्छ। ल त साथीहरू, अब हामी भाग 2 मा के छ, भाग 2 मा के को लागि व्यवस्था गरिएको छ संविधानले। त्यसै भाग 2 मा नागरिकता, नेपालमा 4 प्रकारका नागरिकताको व्यवस्था गरिएको छ। 4 प्रकारका। त्यसै कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन धारा 10 मा। यसको मतलब नागरिकता राज्यसँगको पहिचान र अधिकार हो। नागरिकता कानुनी प्रक्रिया अनुसार लिने र पाउन सकिन्छ। त्यसमा कुनै पनि व्यक्तिलाई नागरिकता प्राप्त गर्नबाट वञ्चित गरिने छैन धारा 10 मा। त्यस्तै नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था छ धारा 10 मा नै। यसको मतलब के हो भने सबै नागरिकलाई एउटै संघीय नागरिकता हुनेछ, संघीय नागरिकता। तर त्यसमा उनीहरुको प्रदेशको पहिचान हुनेछ के त्यसमा। त्यस्तै आउँछ अब हाम्रो नेपालभित्र फेला परेको, पितृत्व र मातृत्व फेला नपरेको, नाबालक निजको बुबा वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिकता ठहर्ने धारा 11 मा। यसको मतलब यसले किन यस्तो गर्यो भने यस्तो नाबालक नागरिकता विहीन नहोस् भनेर के। बालकहरू यस्ता नाबालक आमा बुबा नभएका बालकहरू नागरिकता विहीन नहोस् भनेर धारा 10 मा यो उल्लेख गरेको। त्यस्तै नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बुबाको नामबाट लैङ्गिक पहिचान सहितको नागरिकताको प्रमाणपत्र पाउने धारा 12 मा। त्यस्तै यो भनेको के भने कुनै पनि व्यक्तिले प्रमाणपत्रमा बुबाको नाम मात्र अनिवार्य हुनै पर्छ भन्ने होइन के। सो जुन नागरिकता बनाउने व्यक्तिले सो आफ्नो आमाको नामबाट पनि नागरिकता लिन सक्ने, आमाको नामबाट पनि नागरिकता प्रमाणपत्रमा आमाको नाम राख्न पाइन्छ। त्यस्तै नागरिकताको प्राप्त, पुनःप्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुने धारा 13 मा। यसको मतलब संघीय जुन कानून हुन्छ नि, उसले पनि कुनै नियमहरू उसले लागू गरेको हुन्छ र त्यो अनुसारको जुन यो नागरिकताको प्राप्त गर्ने र समाप्तिसम्मको अरु सबै निर्णय संघीय कानूनले नै लग्ने हुन्छ। आवासी नेपाली नागरिकता सम्बन्धी व्यवस्था पनि धारा 14 मा छ। त्यस्तै नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ। नेपाल बाहिर बस्ने तर नेपालसँग सम्बन्धित पहिचान र मूल धरातल कायम रहेको व्यक्तिले पाउने अधिकार हो यो। भाग 3 मा छ मौलिक हक र कर्तव्य। संविधानको धारा 16 देखि धारा 46 सम्म 31 वटा मौलिक हकको व्यवस्था गरिएको छ। त्यसमा धारा 16 मा सम्मानपूर्वक बाँच्न पाउने हक। यसको मतलब कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाउने छैन, उसले सम्मानपूर्वक बाँच्न पाउँछ। त्यस्तै धारा 17 मा स्वतन्त्रताको हक। नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वतन्त्र रूपमा बाँच्ने, बोल्ने,
चल्ने फिर्ने र आफ्नो इच्छा अनुसार काम गर्ने अधिकार दिएको छ। तर स्वतन्त्र भयो भन्दैमा सबै स्वतन्त्रमा कानुनले चाहिँ तोकिएको सीमाभित्र मात्र प्रयोग गर्न पाइन्छ। जस्तै कि अरूलाई हानि पुर्याउने, हिंसा, अपराध गर्ने स्वतन्त्र हुँदैन यसमा। त्यस्तै धारा 18मा समानताको हक। समानता समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन, समान हुनेछ यसमा। त्यस्तै धारा 19मा सञ्चारको हक। अब सूचना दिने, लिने र विचार व्यक्त गर्न पाउने अधिकार हो यो। कसैलाई पनि उसले सूचना पाउने र उसले आफूले पाएको सूचना पनि अरूलाई व्यक्त गर्न पाउने पुरा अधिकार राख्दछ। त्यस्तै धारा 20मा न्याय सम्बन्धी हक। कुनै पनि व्यक्तिलाई पक्राउ परेको कारणसहितको सूचना नदिई थुनामा राख्ने छैनन्। ऊ किन पक्राउ पर्यो भनेर कारण त दिनु पर्यो, न त त्यत्तिकै उसलाई थुनामा राख्न चाहिँ पाइने छैन। त्यस्तै धारा 21मा अपराध पीडितको हक। अपराध भएपछि केवल अपराधीलाई मात्र होइन, पीडितलाई पनि अधिकार र संरक्षण चाहिन्छ, सुरक्षा चाहिन्छ भन्ने कुरा नै यस धारा 21मा उल्लेख गरिएको हो। त्यस्तै धारा 22मा यातना विरुद्धको हक। कुनै पनि व्यक्ति वा राज्य निकायले कसैलाई शारीरिक, मानसिक वा क्रूर व्यवहारका माध्यमबाट पीडा दिने, उसलाई चाहिँ दब्याउने, होच्याउने जस्ता चाहिँ काम गर्ने चाहिँ पाइँदैन भनेको। त्यस्तै धारा 23मा निवारक नजरबन्द विरुद्धको हक। राज्यले बिना कारण वा प्रमाण नागरिकलाई नियन्त्रण, थुनेर राख्ने वा स्वतन्त्रता खोज्ने काम गर्न पाइने छैन। त्यस्तै धारा 24मा छुवाछुत तथा भेदभाव विरुद्धको हक। अब यो धारा 24मा चाहिँ कुनै जात, धर्म वा समुदायका कारण घर, बाटो, मन्दिर, खानेपानी, विद्यालय, रोजगार वा सार्वजनिक ठाउँमा भेदभाव गर्न नपाइने भनेर व्यवस्था गरिएको। र त्यस्तै धारा 25मा सम्पत्तिको हक। अब सम्पत्तिको हक भनेपछि कुनै नागरिकले आफ्नो कमाई, मेहनत वा कानुनी अधिकारले प्राप्त गरेको सम्पत्ति राख्ने, उपयोग गर्ने र उत्तराधिकारीलाई दिन पाउने अधिकार राख्दछ। त्यस्तै अब आउँछ हाम्रो धारा 26मा। धारा 26मा चाहिँ धार्मिक स्वतन्त्रताको हक। धार्मिक स्वतन्त्रताको हक भनेको कुनै पनि व्यक्तिले आफ्नो मन परेको धर्म मान्न पाइने, पूजापाठ गर्न पाउने, धार्मिक स्वतन्त्रता र परम्पराको पालना गर्न पाउने हक हुन्छ। कसैलाई पनि जबरजस्ती, लोभ लालच देखाएर वा दबाब दिएर धर्म परिवर्तन गराउन पाइँदैन। सो व्यक्तिको चाहिँ स्वतन्त्र हुन्छ, ऊ आफूले कुन धर्म मान्ने भन्ने उसमा चाहिँ ऊ स्वतन्त्र हुन्छ। कसैको दबाबले, कसैको लोभ लालचमा चाहिँ देखाएर चाहिँ उसलाई चाहिँ लोभ्याउन पाइँदैन। त्यस्तै धारा 27मा सूचनाको हक। सबै नागरिकले सार्वजनिक सूचना पाउने, माग्ने र प्राप्त गर्ने हक राख्छन्, ताकि राज्य पारदर्शिक र जवाफदेही बनोस् भनेर सबैले सूचना पाउने हक राख्दछन्। र धारा 28मा गोपनीयताको हक। धारा 28मा गोपनीयताको हक भन्नाले चाहिँ यो प्रत्येक व्यक्तिले चाहिँ आफ्नो व्यक्तिगत जीवन, व्यक्तिगत पत्राचार, फोन, इमेल, डाटा, स्वास्थ्य, वित्तीय जानकारी आदि गोप्य राख्न पाउने अधिकार राख्छन्। त्यस्तै धारा 29मा शोषण विरुद्धको हक।
कसैलाई पनि शारीरिक, मानसिक, आर्थिक वा सामाजिक अवस्थाका आधारमा चाहिँ अपमान, दबाव वा शोषण गर्न चाहिँ पाइँदैन। यसमा चाहिँ ठुलो कानुन लाग्दछ। धारा 32 मा भाषा तथा संस्कृतिको हक। अब प्रत्येक नागरिकले आफ्नो मातृभाषा बोल्ने, लेख्ने, पढ्ने स्वतन्त्रता राख्दछन्। आफूले कस्तो आफ्नो अनुसार, जस्तै मातृभाषा भनेको उनीहरूको गर्भधारणदेखि उनीहरूले सिकेर आएको भाषालाई पनि उनीहरूले लेख्ने, पढ्ने, बोल्नेमा चाहिँ प्रयोग गर्न पाउँछन्। कसैले चाहिँ उनीहरूको भाषालाई मध्यनजर राखेर चाहिँ उनीहरूलाई चाहिँ दब्याउने, उनीहरूलाई चाहिँ पछ्याउने जस्ता काम गर्न चाहिँ पाइँदैन। त्यस्तै धारा 33 मा रोजगारको हक। अब कुनै पनि नागरिकले आफ्नो योग्यताको आधारमा चाहिँ रोजगारी पाउने अधिकार राख्दछन्। उसको क्षमता अनुसार त्यो व्यक्तिले चाहिँ कतिको काम गर्न सक्छु भन्ने भाव राखेर चाहिँ उसले चाहिँ रोजगार पाउने चाहिँ अधिकार राख्दछ। त्यस्तै धारा 34 मा श्रमको हक। अब कुनै पनि व्यक्तिले काम गर्दा चाहिँ सुरक्षित, हैन, स्वस्थकर र सम्मानजनक वातावरण पाउने हक राख्दछ। त्यस्तै धारा 35 मा स्वास्थ्य सम्बन्धी हक। हरेक व्यक्तिले स्वास्थ्य जाँच, उपचार, प्राथमिक स्वास्थ्य सेवा र आवश्यकता औषधि पाउने अधिकार राख्दछन्। स्वच्छ वातावरणको हक। अब प्रत्येक व्यक्तिले स्वच्छ वातावरणको अपेक्षा राख्दछन्। प्रत्येक नागरिकले स्वच्छ पानी, हावा, माटो र प्राकृतिक स्रोतहरूको पहुँच पाउने अधिकार राख्छन्। त्यस्तै धारा 31 मा शिक्षा सम्बन्धी हक। अब राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हकको व्यवस्था गरिएको छ। 31 मा खाद्य सम्बन्धी हक। राज्यका हरेक व्यक्तिले चाहिँ पर्याप्त, सुरक्षित र पोषणयुक्त भोजन खान पाउने अधिकार राख्दछन्। तिनीहरूको हक हो। त्यस्तै आवाजको हक। अब नागरिकले आफ्नो विचार, भाव, मत वा राय, हैन, खुलस्त रूपमा चाहिँ व्यक्त गर्ने अधिकार राख्दछन्। कसैले चाहिँ उनीहरूले चाहिँ सरकारको विरुद्ध बोल्यो अथवा कुनै राम्रो सार्वजनिक कामहरूमा बोल्यो, कुनै व्यक्ति राम्रो काम गर्न खोज्छ भने सो व्यक्तिलाई चाहिँ कसैले पनि चाहिँ बोल्नबाट र त्यसपछि उसले चाहिँ राम्रो कामको लागि कुनै कुरा बोल्छ, आफ्नो भाव व्यक्त गर्छ, राय सल्लाहहरू स्वतन्त्र रूपमा चाहिँ खुल्न पाउँछ अथवा त्यसले चाहिँ भन्न पाउँछ। त्यस्तै धारा 38 मा आउँछ महिलाको हक। अब यसको अर्थ चाहिँ नेपालमा हरेक महिलालाई चाहिँ समान अधिकार, सुरक्षा र अवसर पाउने हक राख्छन्। महिलाहरूले पनि हरेकमा चाहिँ आफ्नो लागि चाहिँ सुरक्षित र आफू पनि अलि माथिल्लो स्तरसम्मको पनि कुनै काम होस् या सुरक्षामा हो, हरेक कुरामा चाहिँ उनीहरूले पनि आफ्नो अधिकार राख्दछन्। त्यस्तै धारा 39 मा बालबालिकाको हक। धारा 39 मा चाहिँ कुनै पनि बालबालिकालाई हिंसा, शोषण, जबरजस्ती, श्रम, हैन, व्यवहार र यौन हिंसाबाट सुरक्षा पाउने हक राख्छन्। कसैले पनि बालबालिकाहरूलाई चाहिँ अब के भन्छ, बालबालिकाहरूलाई काम गराउने हुन्छ नि, जस्तै सानो बालकहरू चाहिँ जस्तै 12-13 वर्षकै उमेरमा बालबालिकाहरूलाई चाहिँ घरमा चाहिँ हिंसा भएको हुन्छ। त्यस्तै
बाहिर चाहिँ सानो उमेरमा चाहिँ कमाउन लाउने हुन्छ। त्यस्तो गर्दा बालबालिकाहरूलाई चाहिँ बाहिरिए दृष्टिमा चाहिँ धेरै नै शोषण र हिंसा भएको मानिएको छ। त्यसैले चाहिँ धारा 29मा बालबालिका सम्बन्धी हकको व्यवस्था गरिएको हो। अब धारा 40मा दलितको हक। दलित समुदायले शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक विकास र सार्वजनिक सेवामा समान पहुँच पाउने अधिकार राख्छन्। कसैले चाहिँ त्यसको जात दलित हो, जात दलित हो भन्दैमा चाहिँ उसलाई चाहिँ रोजगारको अवसरमा पनि तल गर्ने, त्यस्तै सुरक्षातिर पनि उसलाई तल गर्ने त्यस्तो भन्ने हुन्न। त्यसैले दलित सम्बन्धी पनि हकको चाहिँ व्यवस्था गरिएको धारा 40मा। त्यस्तै आउँछ धारा 41मा ज्येष्ठ नागरिकको हक। ज्येष्ठ नागरिकलाई समान सुरक्षा, स्वास्थ्य र आधारभूत सुविधाहरू पाउने हक राख्दछन्। ज्येष्ठ नागरिकहरूको लागि पनि विशेष तरिकाको विशेष ठाउँमा चाहिँ उनीहरूको लागि पनि हकको व्यवस्था गरिएको छ। त्यस्तै धारा 42मा सामाजिक न्यायको हक। अब कुनै पनि नागरिकले चाहिँ जात, धर्म, लिङ्ग, भाषा, क्षेत्र वा आर्थिक अवस्था हेरेर चाहिँ भेदभाव नगरी समान अवसर पाउने हक राख्छ। त्यस्तै धारा 43मा सामाजिक सुरक्षाको हक। राज्यले नागरिकलाई सुरक्षित जीवन र सामाजिक सुरक्षा पाउने हक दिएको छ हैन। जनतालाई जोखिम र आपतकालमा चाहिँ सहयोगको व्यवस्था गर्ने जिम्मेवार राख्छ राज्यले। त्यो राज्यको कर्तव्य पनि भन्छ। त्यस्तै धारा 44मा उपभोक्ताको हक। अब उपभोक्ताले सामान, सेवाबारे स्पष्ट, सही र पर्याप्त जानकारी पाउने हक राख्दछ। त्यस्तै धारा 45मा देश निकाला विरुद्धको हक। नागरिकलाई राज्य वा कुनै निकायले चाहिँ जबरजस्ती देश छोड्न वा निर्वासित गर्न चाहिँ पाउँदैनन्। धारा 46मा संवैधानिक उपचारको हक। अब कुनै नागरिकले चाहिँ आफ्नो संवैधानिक अधिकार उल्लङ्घन भएमा चाहिँ सर्वोच्च अदालत वा सम्बन्धित अदालतमा उजुरी दर्ता गर्न पाउने हक राख्दछ र व्यवस्था पनि गरिएको छ। त्यहाँ आउँछ धारा 48मा नागरिकताको कर्तव्य। राष्ट्रपति निस्वान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्ने। नागरिकताहरूले केवल अधिकारको आफ्नो हकको मात्र अपेक्षा नगरेर चाहिँ उनीहरूले पनि हाम्रो राज्यप्रतिको भूमिका खेल्नुपर्ने हुन्छ। उनीहरूले संविधान र कानुनको पालना गर्ने। उनीहरूले संविधानले चाहिँ हाम्रो अधिकारहरू सुनिश्चित गरेको छ, हाम्रो अधिकारहरू छ, हाम्रो संविधानमा उल्लेखै गरेको छ भन्दैमा उनीहरूले चाहिँ अब संविधानमा त अब हाम्रो लागि हकको व्यवस्था गरेको छ, हामीले जे गर्दा नि हुन्छ, हामीले चाहिँ संविधानको पालना गर्नु पर्दैन भन्ने जस्तो भावना चाहिँ उनीहरूले कहिले राख्नुहुन्न। त्यस्तै उनीहरूले संविधान र कानुनको चाहिँ पालना गर्नुपर्ने हुन्छ। संविधानमा कुन तरिकाले, कस्तो ढङ्गले चाहिँ हामीहरूले संविधानमा उल्लेख गरिएका हकहरू प्राप्त गर्नुपर्छ भन्ने जुन तरिकाले उल्लेख गरेको छ त्यो अनुसार उनीहरूले कानुनको पालना गर्नुपर्छ। त्यस्तै राज्यले चाहेका बखतहरू अनिवार्य पुरा गर्ने, अनिवार्य सेवा गर्ने। राज्यले चाहिँ नागरिकहरूबाट के अपेक्षा गर्छ त त्यो चाहिँ उनीहरूले पनि राज्यलाई पुरा गर्नुपर्ने हुन्छ। अब सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने। अब हामी नेपालीहरूले चाहिँ राज्यबाट चाहिँ सार्वजनिक सम्पत्तिहरूको अपेक्षा गर्ने। अब हामीलाई चाहिँ सडक चाहिन्छ, त्यस्तै हामीलाई विभिन्न पार्टी पौवाहरू चाहिन्छ,
खानेपानी सम्बन्धी विभिन्न विभिन्न सार्वजनिक जुन सम्पत्तिहरू हुन्छन् उनीहरूलाई हामीहरूले प्रायः प्रयोग मात्र गर्छौँ, तर हामीहरूले त्यसको चाहिँ संरक्षण चाहिँ गर्दैनौँ। त्यस्तै सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्ने हाम्रो कर्तव्य हो। ल त साथीहरू, आजको लागि यति नै भयो। तपाईँहरूलाई चाहिँ यो भिडियो जानकारीमूलक लाग्छ भने तपाईँहरूले लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। र म संविधानको चाहिँ पार्ट 3 को चाहिँ म छिटै नै अपलोड गर्नेछु।